सबैभन्दा पहिला चाहिँ यहाँहरू मार्फत म आम नेपाली जनतालाई के भन्न चाहन्छु भने अब मुलुक चुनावमा अगाडि बढिसकेको छ र चुनावलाई सुनिश्चित गर्नको लागि हामीले राजनीतिक दलहरू र विभिन्न सरोकारवाला चाहिँ नि समूह व्यक्ति संस्था पार्टी सबैसँग संवाद पनि निरन्तर अगाडि बढाइरहेका छौँ र मुलुकमा स्वच्छ निष्पक्ष र धाँधली रहित निर्वाचन गर्नको लागि यो संवादहरू अगाडि बढिरहेको छ र पछि पनि निरन्तर अगाडि बढ्छ। अहिले हाम्रो खास गरेर चाहिँ धर्म राष्ट्र राष्ट्रियता नागरिक बचाउ महाअभियान जुन जसको नेतृत्व दुर्गा प्रसाईजीले गर्नुभएको छ उहाँहरूको समूहसँग अहिले पनि सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू त्यस्तै गरेर हामी केही अरू बाँकी सरोकारवाला मन्त्रालयका मन्त्रीज्यूहरू र उहाँहरूको पक्षबीच वार्ता भइरहेको छ र वार्ता एकदमै सकारात्मक छ। उहाँहरूको कति मागहरू चाहिँ यो सरकारले अहिले पुरा गर्न सक्छ र कति मागहरू चाहिँ पछि पुरा गर्न सकिन्छ र कति मागहरू चाहिँ पुरा गर्न गाह्रो छ, यो संविधानमा रहेर यो संविधान मार्फत गर्न गाह्रो छ भन्ने विषयमा हामीले केस्रा अहिले छलफल गरिरहेका छौँ र उहाँहरूको सम्भव पुरा गर्न सम्भव भएका मागहरूको सन्दर्भमा सरकार प्रतिबद्ध छ र अहिले समयको कारणले नि कतिपय मागहरू चाहिँ अब हाम्रो यो सरकारको समय पनि धेर छैन र यो अन्तरिम सरकार भएकोले कतिपय मागहरू चाहिँ चुनावपछि आउने सरकारले सम्बोधन गर्नुपर्ने छ भनेपछि सीमाहरू छ र कतिपय मागहरू चाहिँ यो अलिकति उहाँहरूको चाहिँ यो संविधान अन्तर्गत पुरा हुन नसक्ने मागहरू छन्। त्यसकारणले सरकारको पहुँच सरकारको दायरा सरकारको जिम्मेवारी र सीमाभन्दा अलिकति फरक खालको मागहरू पनि भएकोले यो सबै मागहरूलाई राखेर वार्ता भइरहेको छ। मात्र एउटा कुरामा हाम्रो सहमति के छ भनेदेखि दुर्गा प्रसाईजी र उहाँको नेतृत्वको टिम पनि मुलुकमा शान्ति होस् स्थिरता होस् समृद्धि होस् विकास होस् आर्थिक रूपले चाहिँ नि अलिकति त्यही बाटोमा जाओस् र कुनै जनता पनि पीडित हुनु नपरोस्, गरेर खान दिनु पर्यो, नेपाली जनताले गरेर खान पाउनु पर्यो। सानो तिनो व्यापार व्यवसाय उद्योग धन्दा जे चलाउनु भएको छ अहिले एकदमै कठिन अवस्था छ, यसको अन्त्य हुनुपर्छ भन्ने धेरै उहाँहरूको चाहिँ नि महत्त्वपूर्ण मागहरू पनि छ। त्यो मागहरूको सन्दर्भमा सरकारले सकारात्मक जवाफ दिएको छ र भर्खरै हाम्रो अर्थमन्त्रीज्यू र म बाहिरिएका छौँ। अर्थ मन्त्रालयसँग सम्बन्धित रहेर अर्थमन्त्रीज्यूले पनि त्यही खालको जवाफ दिनुभएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूले गहिरोसँग चासो दिएर यी मागहरूको सन्दर्भमा जोडिनु भएको छ, सुन्नु भएको छ र बडो भद्र शैलीबाटै दुर्गा प्रसाईजीले पनि आफ्ना कुराहरू आफ्नो टिमको तर्फबाट राख्नु भएको छ। मुख्य कुरा के हो भनेदेखि हामी सबैको चाहिँ केन्द्रमा नेपाली जनता यो देश पर्ने हुँदाखेरि चाहिँ योसँग जोडिएका कुराहरूमा एक ठाउँमा आउँछ, मिल्छ, मिल्दै जान्छ र समाधान गर्न सकिने कुराहरू यो सरकारले अहिले गर्छ, नसकिने कुराहरू आगामी सरकारले गर्दै जान्छ। यी कुराहरू हामीले राखेका छौँ। राजनीतिक पनि आर्थिक पनि यो सरकारलाई संविधानले दिएको म्यान्डेट अनुसार यो सरकारलाई जेन्जी जनआन्दोलनले दिएको म्यान्डेट अनुसार विधि र प्रक्रिया अनुसार यो सरकारले जति पुरा गर्न सक्छ जनतालाई केन्द्रमा राख्दाखेरि हामी त्यो सबै पुरा गर्छौँ। त्यसमा ढिला सुस्ती यताउता गलत नियत सरकारले राख्दैन। तर संविधानले कानुनले विधिले प्रक्रियाले आफ्नो सीमाभन्दा बाहिर रहेर त सरकारले गर्न मिलेन। जस्तो तपाईँहरूलाई भनौँ कतिपय कुराहरू चाहिँ ऐनै बनाउनुपर्छ भनेपछि त यो सरकारले ऐन बनाउन त सक्दैन। ऐन बनाउन संसद चाहियो, नियमावली मात्रै केही गर्न सक्छ। नियमावली पनि कहानी कुराहरू कतिपय कुराहरू चाहिँ देश र जनताको हितमा हुने कुराहरूमा हामी अगाडि बढ्छौँ। तर जुन कुरा सरकारको सीमाभन्दा दायराभन्दा जिम्मेवारीभन्दा बाहिरको घेरामा छ भनेदेखि चाहिँ त्यसलाई पछि आउने सरकारले संसद मार्फत अथवा अरू कानुनहरू मार्फत अगाडि बढाउन सक्छ। तर त्यो बाहेकका अरू धेरै कुराहरूमा चाहिँ हाम्रो वार्ता अहिले सकारात्मक भएको छ। यो निरन्तर अगाडि बढाउँछौँ र कतिपय साह्रै जेन्युन कुराहरू साह्रै जनताका कुराहरू जोडिएका कुराहरू उहाँहरूले ल्याउनु भएको छ कि दुर्गा प्रसाईजीहरूले ल्याउनु भएको छ। ती सम्बोधन गर्ने कुराहरूमा जनताको हित हुने कुराहरूमा उहाँहरू र हामी सँगसँगै रहन्छौँ। हामीले तपाईँहरूलाई के भनौँ भने सरकार सम्माननीय प्रधानमन्त्रीज्यूको एउटै चाहना छ, एउटै इच्छा छ, एउटै दृढता छ र त्यही रूपमा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वको सरकार अगाडि बढिरहेको छ कि
मुलुकमा अब अलिअलि विवाद, अलिअलि आन्दोलन, अलिअलि प्रदर्शन हुनु यो त हाम्रो लोकतान्त्रिक मुलुकको स्वाभाविक हो त। र तर ती सबै कुराहरूको समाधान वार्ताबाट मात्रै हुन्छ। त्यसकारण अघि सुरुमै तपाईँले प्रश्न सोध्नुभयो नि, हामी सरकार गठन भएदेखि अहिलेसम्म र पछिसम्म पनि हरेक समस्याको समाधान वार्ता, सहमति, छलफलबाटै अगाडि बढाउनुपर्छ र सरकार त्यसमा चाहिँ नि त्यो सहजीकरण र त्यो वार्ताको लागि सरकार सधैँ तयार रहन्छ। त्यही रूपमा अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। धेरै धन्यवाद। म आफै फर्केर आएर यहाँहरूलाई भने हामीले हाम्रो चाहिँ सान भनेको चाहिँ अहिले आज टोपी दिवस हो। इस्वी सम्वत खास गरेर चाहिँ 2026 को नयाँ वर्षको शुभकामना पनि। त्यसको साथमा नेपालले विगतका केही वर्षहरूदेखि राष्ट्रिय टोपी दिवस पनि मनाउँदै आइरहेको छ, राष्ट्रिय पोशाक दिवस पनि मनाउँदै आइरहेको छ। राष्ट्रिय टोपी दिवस र राष्ट्रिय पोशाक दिवसको रूपमा म चाहिँ यहाँहरूलाई एकदमै शुभकामना भन्न चाहन्छु। हामीले हाम्रो राष्ट्रको पहिचान भनेको हाम्रो टोपी हो, हाम्रो राष्ट्रिय पोशाक हो। यसलाई अगाडि बढाउँ र राष्ट्रिय टोपी दिवसको यहाँहरू सबै मार्फत जनतालाई पनि शुभकामना।